माननीय चन्द्र चौधरी, त्यस समय 6 मिनेट। त्यसपछि माननीय नारायण प्रसाद आचार्य। सम्माननीय सभामुख महोदय, भारतको जम्मू कश्मीर राज्यमा रहेको पर्यटकीय क्षेत्र पहलगाममा अप्रिल 22 तारिकमा भएको आतंकवादी आक्रमण दक्षिण एसिया क्षेत्रको पहिलो समय घटेको एक बर्बर र निन्दनीय घटना हो। कार्यतापूर्ण ढङ्गबाट गरिएको यो मानवीय आक्रमण प्रथम दृष्टिमै नै भर्सना योग्य छ। आक्रमणमा परेर नेपाली नागरिक सुदीप नेपाने सहित 25 भारतीय नागरिक टोटल 26 जनाले हिन्दू भएकै कारण ज्यान गुमाए। मृतकहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति संवेदना प्रकट गर्न चाहन्छु। निशस्त्र र निर्दोष सर्वसाधारण लक्षित गरी यस्तो क्रूर हिंसक र आततायी आक्रमण आतंकवादी बाहेक अरू कुनै संगठन समूह या व्यक्तिले गर्न सक्दैन। आतंकवाद कदापि स्वीकार्य र क्षम्य हुन सक्दैन। सम्मानीय सभामुख महोदय, भारत लक्षित यस्ता बारम्बारका आतंकवादी हमलाको नेपालले सधैँ निन्दा र विरोध गर्दै आएको छ। यसपटक पनि नेपाल भारतको साथमा दृढतापूर्वक उभिएको छ। सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले बुधबार भारतीय प्रधानमन्त्री सम्मानीय नरेन्द्र मोदीज्यूसँग टेलिफोन वार्ता गर्दै आतंकवाद विरुद्धको लडाईँमा नेपाल सधैँ भारतको साथमा रहेको स्पष्ट पार्नु भएको छ। त्यस्तै नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री आदरणीय शेरबहादुर देउवा, आदरणीय परराष्ट्र मन्त्री आर्जु राणा देउवा लगायत नेपालका सबै राजनीतिक दलले पहलगाम आक्रमणको निन्दा गर्नुभएका छ। राष्ट्र, धर्म, जाति, भाषा, धर्म, क्षेत्र आदि जुनसुकै आवरणको नाउँमा आतंकवादले मानवतालाई सधैँ हानि पुर्याउने गरेको छ। जनधनको क्षतिसँगै अस्थिरता र तनाव बढाएको छ। आतंकवादले कहिल्यै कुनै समाधान दिएको छैन, सधैँ गतिरोधको सिर्जना र भयको विस्तार मात्र गरेको छ। सम्मानीय सभामुख महोदय, धर्मलाई आधार बनाएर हिंसाको प्रयोग गर्नु धर्मकै अपमान र अवमूल्यन हो। धर्मको उद्देश्य आध्यात्मिक शान्ति, सहिष्णुता, स्थिरता, मानवता र सामञ्जस्यता हो, सांप्रदायिक तनाव र हिंसा होइन। मित्र राष्ट्र भारतले सामना गरिरहेको अवांछित आतंकवादी आक्रमणका क्षणमा नेपाली समाज भारतको पक्षमा दृढतापूर्वक खडा हुन स्वाभाविक र आवश्यक हो। आतंकवादले देशको सीमा चिन्दैन। यदि समयमै त्यसलाई नियन्त्रणमा नगर्ने हो भने त्यो जतासुकै फैलिन सक्छ। म आग्रह गर्न चाहन्छु सम्मानीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई कि यस्तो अपराधी गतिविधि गर्ने आतंकवादीलाई छोड्नु हुँदैन। बिहेको 5 दिन हुँदा मेहदी नसुक्दै सिन्दुर पोछ्यो, छोरा छोरीको अगाडि पितालाई मार्यो, पत्नीको अगाडि पतिलाई मार्यो। यस्तो आतंकवादलाई कहिले पनि छाड्नु हुँदैन। म यो सम्मानित सदनबाट भारतीय प्रधानमन्त्री सम्मानीय नरेन्द्र मोदीज्यूलाई आग्रह गर्न चाहन्छु र यसमा नेपाल सरकार, हाम्रो परराष्ट्र मन्त्री, प्रधानमन्त्री लगायत नेपाली जनता, भारतीय जनता र भारतीय सरकारको साथ सदैव हर दर्द दुःखमा उभिन तयार छ। त्यो पनि म यहाँबाट भन्न चाहन्छु। नेपालले दक्षिण एसियाको सुरक्षा संवेदनशीलतालाई सधैँ राम्ररी बुझेको छ। नेपाल पहलगाम आतंकवादी हमलाको विपक्षमा दृढतापूर्ण उभिन त्यसैको थप प्रष्ट प्रमाण हो। साथै म नेपाल सरकार र भारत सरकार दुवै सरकारलाई आग्रह गर्न चाहन्छु कि नेपाल भारतको बोर्डर 1850 किलोमिटर खुला बोर्डरमा पनि विशेष ध्यान र सुरक्षा बढाउन जरुरी छ। यसले नेपाल र भारत दुवै देशको जनता, देशको
नागरिकलाई सुरक्षित गर्न नि दुवै सरकारको दायित्व बन्छ। सो त्यही कारण म नेपाल सरकार र भारत सरकार दुवैमा आग्रह गर्न चाहन्छु कि यो 1850 किलो खुला सीमा जुन हाम्रो छ त्यसमा अलि विशेष ध्यान दिन जरुरी छ। यो बोर्डरमा भारत तर्फबाट एसएसबी जवान र नेपाल तर्फबाट हाम्रो एपीएफ का सशस्त्र जवान बस्ने गर्छ। त्यो सबैलाई ध्यान दिन जरुरी र आग्रह गर्न चाहन्छु। र साथै 12 गतेको सदनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्गदेनजीले सहमहामन्त्रीको छोराले रक्सी चोर्यो, उहाँलाई म चुनौती दिन चाहन्छु र आग्रह पनि गर्न चाहन्छु कि प्रमाण सहित यही सम्मानित सदनमा कुन पार्टीको र कुन सहमहामन्त्रीको छोराले रक्सी चोरेको या सामान चोरेको त्यो यहाँ चाहिँ प्रश्न गर्न म ध्यान आकर्षण गराउन चाहन्छु उहाँको पार्टीलाई र उहाँलाई। साथै अहिले भर्खर ज्ञानेन्द्र शाही माननीयज्यूले चोरको खुट्टा भन्ने गरिन्छ, आफै उचाल्छ, को चोर हो त्यो भन्ने व्यक्तिले चोरलाई ल्याएर यहाँ उभ्याउनु पर्यो, न कि सहमहामन्त्री भनेर र सत्तारूढ दल भनेर हाम्रो ध्यान आकर्षण भएको छ। सो त्यो यो दुईटै चिजलाई म सम्मानीय सभामुखज्यूलाई आग्रह गर्न चाहन्छु कि यो सदनको रेकर्डबाट हटाइयोस्। हाम्रो माग हो, यो नेपाली कांग्रेसको माग हो, हाम्रो माग हो, यसलाई चाहिँ रेकर्डबाट हटाउन आवश्यक छ र यो हाम्रो माग हो। धन्यवाद। जय नेपाल।